हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी सपिङको लागि बाहिर निक्लेको छौँ। भर्खर ड्युटीबाट आएको थिएँ, साथीहरू जानको लागि रेडी भएको रहेछ नि, जाउँ भनेर चाहिँ नि ठ्याक्क हामी सपिङको लागि निक्ल्यौँ है त। कति छ यसको प्राइस? 68 को 27% डिस्काउन्ट 49 भनेपछि 15 त्यहाँ 45 समथिङ 15,000 बेसी साथीहरू। यसको कति हो त? 68 भनेपछि ओ माई गड, के साह्रो महँगो यो। एउटा ट्र्याक सुटको 20-30,000 पर्छ यार। कसरी लाउने हो यो? गाह्रो छ साथीहरू। कमाइ 10,000 है, टी सर्टको एउटा 10,000 15,000 पर्छ। कसरी एफोर्ड गर्ने त होइन? नाइकको फेरि त्यति डिस्काउन्ट पाइँदैन क्या, अरूको चाहिँ पाइरहेको हुन्छ। यस्तो खाले भनेको क्या मैले अघि, तल स्ट्रेट क्या, स्ट्रेट भएको तर एकदम महँगो भनेपछि मोर देन कति 30,000 समथिङ यसको। गाह्रो छ त नि, हेरेर मात्रै फर्किने हो साथीहरू। यहाँ चाहिँ अलि एकछिनमा छिर्ने हामी। अहिले चाहिँ साथीहरू कता छुटो एकदम दामी छ ठाउँ चाहिँ यो पुमाको रहेछ। यहाँ पनि अहिले छिर्ने हो एकछिनमा। यहाँ चाहिँ एड्यास गर्छ अहिले। ओहो, हामी त्यहाँ अघि किन गएन त? अहिले जाने यहाँ चाहिँ भने तपाईँहरूलाई देखाउँछु एउटा माउन्टेन है त। यस्तो खतरा ठाउँ देखाउँछु तपाईँहरूलाई, तपाईँहरू देखेर यहाँ चकित पर्नुहुन्छ। हामी यहाँ जाँदैछौँ है त। ल ओ आमामा, ल हेर्नुहोस्, तपाईँलाई मैले भने होइन यस्तो दामी ठाउँ। ओ माई गड, कस्तो दामी ठाउँ छ, हेरेर चकित पर्ने ठाउँ है। यो ठाउँ चाहिँ म आज फर्स्टचोटि आएको साथीहरू, यस्तो दामी लाग्यो होइन, यति खतरा लाग्यो कि अब यहाँ टक्क होइन यस्तो छ यहाँ तल चाहिँ क्या। कहाँ हराएको यार? के हेरेर अगाएन? दामी छ होइन ठाउँ त। त्यहाँ चाहिँ अब पुल क्या हो, त्यहाँ यहाँ यो झोलुङ्गे पुल होइन। अब तपाईँहरू देख्न सक्छ अब हाम्रो त अब कति हाम्रोमा त हिमालय होइन, यहाँ चाहिँ यस्तरी। फेरि अब टक्क त्यहाँ गएर दुईजना कफी सफी खाने गर्ने होइन। ओ माई गड, ओहो, अब यहाँ पो छ त दामी ठाउँ त। ल हेर्नुहोस् यस्तो खतरा। ओ यो माथिबाट बगेर आउने हो क्या, वहाँबाट बगेर आएर होइन हिममा।
जाडो छ नि यहाँ जाडो भएर त अब यहाँ यो माथि माथि दामी रहेछ नि ठाउँ त है अब कपडा चाहिँ जति हेऱ्यो पनि फेरि पुग्दैन क्या अब यहाँ अब फेरि सन एन्ड सेन्टमा साथीहरू कपडा हेर्नुको लागि छिर्ने बित्तिकै टक्क यहाँ यस्तो देख्यो दामी दामी क्या फेरि अहिले यहाँ हो र त्यही त अस्ति जाँदा नदेखेको क्या त्यहाँ यहाँ साथीले कपडा किन्नु लाग्दैछ टक्क राम्रो छ फेरि यो कोलम्बियाको होइन खै चेन लगाउँ त कस्तो देखिँदो अलिक ठुलो भयो त यार ठुलो भयो त्यो अहिलेको छ कुन हो यो स्मल ठिक हुन्छ क्या आफूलाई जाउँ अब सामान केही किन्ने होइन डोले खाएको छ साथीहरू ब्रान्ड जति चाहिँ आज सबै भ्याइदिने हो क्या अब चाहिँ हामी पुमामा छिर्यौँ क्या पुमामा चाहिँ के रहेछ त नयाँ भनेर हेर्दैछु म स्लिपर यस्तो खालको रहेछ सुजहरू चाहिँ जाउँ न त ल ये हमारा सदीक आज शॉपिंग के लिए आया हम जा रहा है एडिडास के शोरूम में अब भने हामी जाँदैछौँ एडिडासको सोरुममा ल साथीहरू हामीले सोरुम चाहिँ एउटै छुटाएन कपडाहरू सबै राम्रै छ छनु चाहिँ हैन ल यो सुज पनि राम्रै लाग्यो हामीलाई अहिले चलेको चाहिँ यो साम्बा अहिले चाहिँ अलिक सस्तो भइसकेको रहेछ यो मान्छेले जुत्ता हेर्छ मात्रै किन्दैन यार कतिवटा हेरिसक्यो 20वटा भन्दा बेसी हेरिसक्यो छुट्टीको वयसमा मात्रै किन्ने एउटै जुत्ता किन्ने होइन हेरै गरेर अब चाहिँ हामी यहाँबाट निक्लिएको जति हेरे पनि चित्त नबुझ्ने रहेछ साथीहरू त्यसैले अब हामी चाहिँ निक्लिएको है त निक्लिएर अब हाम्रो गाडी कता छ भनेर हामी चाहिँ खोज्दै हिँडिरहेको छौँ ल बल्ल 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 गाडी भेटायो ल अब भने चाहिँ यहाँ कस्तो ओहो ल अब हामी चाहिँ फाइनली फर्किनु लागेको है त ओके साथीहरू आजको लागि चाहिँ यति नै फेरि अर्को भ्लगमा हामी भेटौँ बाई बाई